आयो सुस्मी गुल्मीको छापचौरा कसको माया कति छ नछौरा हे घर जाई बस्न मैले निलानी थिए अघियार माझ्दिए जानी थिए रसिवाली छोडा अब हुस्किरा बिएर बसा कोदोको बिएर जागरै जागेन त्यसो दुईटा भनेको लागे हामीलाई त सुगेनी लाउँछ तिमीलाई पनि केटाले चेत पाउँछ यता नभए अन्त कहीँ खोज्देऊ त दक्षले लान्छन् कि सोध्देऊ आयो सुस्मी गुल्मीको छापचौरा कसको माया कति छ नछौरा हे घर जाई बस्न मैले निलानी थिए अघियार माझ्दिए जानी थिए रसिवाली छोडा अब हुस्किरा बिएर बसा कोदोको बिएर पहिले सानो निद्रामा पिउँछायो तिम्रो पहिले सौगातो पहिले सानो निद्रामा पिउँछायो तिम्रो पहिले हे कुनाबला जागरै जागेन त्यसो दुईटा भनेको लागे हामीलाई त सुगेनी लाउँछ तिमीलाई पनि
केटाले चेत पाउँछ सालाको सालाको पहिले निधारमा जायो तिम्रो सुगेरी लान्छ तिमीलाई केटाले चेत पाउँछ सालाको सालाको पहिले निधारमा जायो तिम्रो तिम्रो मन सँग गर्छौ त मिलन आज नै धपाउने भए मनी कोही केटी नपाउने भन्न पनि लाज लाग्दो सर म जस्तो त पसेन के मैले ढाँटेको होइन यो केटीको बेहोरा ठिक छैन सालाको
यो दोहोरी हो, दोहोरीमै सीमित हुन्छ। कसैले पनि अन्यथा नलिनु होला। सुस्मिताको बानी बेहोरा एकदमै राम्रो छ। कोही राख्ने इच्छुक हुनुहुन्छ भने एकदम वान पिस एकदम खाली। अहिलेसम्म बोयफ्रेन्ड पनि छैन अरे। के गर्ने कन्यादान दिने बहिनी हुन्। बहिनीलाई चाहिँ यति राखेर आफू मात्रै जाने तयारमा। ल सबैजनालाई धेरै धेरै धन्यवाद। अत्यन्तै खुसी लाग्यो यति जेलसम्म रमाइलो गरेर साथ दिनुभयो। विशेष गरी सोनाबार युवा क्लबलाई हार्दिक धन्यवाद। विशेष गरी बिहान उता कुसुमासम्म पुगेर यहाँसम्म सुरक्षित ल्याएर अब फेरि सुरक्षित पुर्याउने बाचा गर्नु हाम्रो रविन सोल्टी सँगै अर्को साथीलाई पनि नाम अलि याद भएन है सारी। दुईजना सँगै हुनुहुन्छ उहाँहरूलाई पवन थापा यहाँ दुवैजनालाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अब फेरि सुरक्षित पुर्याउनुहुन्छ भन्ने पनि आशा छ। त्यो हुनाले सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै फेरि पनि यस्तै मौका मिलोस्, यसरी नै यो ठाउँमा भेट्न पाइयोस्। गाउँहरू सबै सुनसान भयो भन्ने लाग्थ्यो मलाई, तर यहाँ आउँदाखेरि गाउँ पनि अझै पनि गाउँभरि भराल रहेछ भन्ने लाग्यो। त्यही भएर यति धेरै दर्शकहरू, यति धेरै आमा बुवा दाजुभाइ दिदीबहिनीहरू यति दिनसम्म चाहिँ बसेर साथ दिनुभयो, माया गरेर साथ दिनुभयो। धेरै धेरै धन्यवाद भन्दै सदाबार युवा क्लबलाई फेरि पनि हार्दिक धन्यवाद व्यक्त गर्दै बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच।